गरिब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ। स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। गरिबलाई उपचार नगर, पीडा सह र अन्तमा मरे पनि राज्य जिम्मेवार हुँदैन भन्ने सन्देश दिनु जस्तै हो। आज ज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्। त्यसपछि थाहा हुनेछ कि वर्तमान अवस्थामा सरकारी अस्पतालको सम्पूर्ण जनसङ्ख्याको भार धान्न सक्छ कि सक्दैन। सरकारी अस्पतालको क्षमता वृद्धि नगरी, चिकित्सकको संख्या नबढाई, उपकरणको व्यवस्था नगरी, सेवा विस्तार नगरी स्वास्थ्य बीमाको पहुँच घटाउनु भनेको गरिब नागरिकहरू स्वास्थ्य बीमाका कारण निजी अस्पतालमा उपचार समेत गर्न सकिरहेका थिए। यदि केही निजी अस्पतालले घोटाला गरेका थिए भने त्यसको समाधानमा बीमा कटौती होइन, त्यसका लागि अनुमान गर्ने, नियन्त्रण गर्ने, कारबाही गर्ने शक्तिशाली नियामक निकाय गठन गर्नु पर्थ्यो। हातमा चोट लाग्यो भन्दैमा उपचार गर्ने नै हो कि हातै काटेर फाल्ने हो, यो सरकारले सिक्नु र बुझ्नुपर्ने आवश्यकता देखिन्छ। सरकारले